साली नानी आज त गजलै खुवायो त साह्रै मजा आयो धेरै दिनपछि खाएको भएर हो के भन्छन् यो बिना चिया हो के साली नानी चिया धेरै दिनपछि साली नानीको हातको चिया खाएको भएर होला आज त साह्रै मिठो पो लाग्यो त होइन यो भेनालाई कुरा पनि कहाँबाट आउँछ भनेको पुरै मात्र त हो नि साली नानी के चाहिँ आउनु पर्यो त साली नानी चिया मात्रै खाएर त तितै मरेन बल्ल बल्ल साली नानीको घरमा आएको कतै म पनि खुवाउँछु यो भेना त के भन्नुहुन्छ के मैले खुवाउ भन्दा पनि साली नानी के भन्छन् के भेना पनि आफ्नो घरमा भैँसी दुना छैन कहाँबाट ल्याएर खुवाउ त भेनालाई मोल ल भेना म काममा जान पर्यो हजुर बस्दै गर्नु है पखर म पनि गर्छु नि त के काम भनेको ए यो भेनालाई नसक्ने भए म त काममा गएँ पखर म पनि आउँछु बिरु दाई के गर्दै हुनुहुन्छ एक्लै टोलारा बसिरहनु भएको त के गर्नु भाइ एउटा भएको भाइ पनि बेपत्ता छ गाउँभरि हल्ला छ लामाको छोरीसँग भाग्यो भनेर आफ्नो आँखाले देखेको छैन कसरी विश्वास गर्नु अनि भाइ कहाँ पुगेर हो नि अहिले काहीँ होइन दाई पल्लो गाउँतिर गएर आएको साथीले काठमाडौँबाट सामान ल्याइदिनु भनेको थियो त्यही भएर सामान लिएर आएको ए भनेपछि काठमाडौँ जाने तर्खरमा हजुर दाई अनि भाइ बुढी भएको फुपूलाई एक्लै छोडेर जान लाग्नु भएको के गर्नु दाई मन त थिएन नि अब यो गाउँमा बसेर नि केही गरेला जस्तो लागेन बरु अब सहरै जान्छु केही वर्ष अध्ययन गर्छु फेरि आएर केही गर्नु पर्ला ल भाइ ल राम्रोसँग जानु यो गाउँलाई नबिर्सिनु हस् त दाइ हजुर पनि राम्रोसँग बस्नुहोस् हस् हस् के भयो किन रोएको कसले के भन्यो मलाई लामो दाइले डिस्को टायरमा पिट्यो तल लामाले चाहिँ किन पिट्यो त म बाटोमा हिँड्दै थिएँ लामा पछाडिबाट आएर पाक बाटोले हिँड्यो मलाई नचाहिने कुरा गर्छस् तैँले के नगर्के लामादाले त्यत्तिकै पिट्छ त बाउलाई भनौँ भने उल्टै आफ्नै गल्ती छ कसरी भनौँ भयो बढ्नु नभनौँ म त्यतिकै बस्छु हर्लेटक के सम्झेको के बा
अस्ति लामाले पनि मलाई के भनेर उसकै भाषामा गाली गरेको थियो। कतै हर्लो ठग्ला पनि केही त गरेन। बा किन टलाउनु भयो बा? त्यो लामाले आफूलाई के ठान्दो रहेछ, यस्तो अपाई जस्तो मान्छेलाई कुटेर खुब आफूले पुरुषार्थ देखाइ भन्ठानु हो, त्यसलाई मैले जानेको छु। ओ लामा भाइ, तपाईँले आफूलाई के भन्ठानु भएको छ? त्यो जब गोल्चेरले कुटेर तपाईँले के चाहिँ पाउनु भयो? किन पिट्दैन त? यो गाउँमा जताततै टेन्सन दिइरहेको बेलामा तेरो छोरा हरि लठारले बाटो ठेकेर मलाई जिसिराख्नु, मैले के गर्ने? लामा भाइ, राम्रोसँग सम्झाएको भइहाल्थ्यो नि। सम्झाउने मौका दिनु पर्यो तेरो छोराले। हेर रामे, हामी भनेको 4 अम्ला काट्दा पनि ख्याल सोध्ने मान्छे हो। मार्छ भने मार्छ, काट्छ भने काट्छ, त्यसैले नजिस्काउनु राम्रो हो। काट्छ भनेपछि काट्छ, मार्छ भनेपछि मार्छ। तिमी जस्तो लामा त यो गाउँमा धेरै देखेको छु मैले। तिमीलाई लामा भन्नु भन्दा त नभन त, कसले भनेको छ? तिमीहरू मलाई न्यु खोज्न आएको होइन लामा दाइ, यसरी आफैको नआउनुहोस् न। छोरी चेली जसको नि हुन्छ, हामीसँग रिसाएर झर्केर के हुन्छ त? तिमीहरूले जे गरे हुन्छ, राम्रो कुरा गरे त मैले पनि बुझ्छ। तिमीहरू गाउँले सबै मिलेर मलाई पागल बनाउनु खोजेको? जा, जे गर मलाई चाहिँ गर, केही क्यासे गरेको छैन मलाई। जा भने न त तात्तु यसलाई। हस् त भाइ, मलाई अहिले निको भइसक्यो। अब म घर जान सक्छु, तपाईँ पनि जानुभयो हुन्छ। हजुर हुन्छ, राम्रोसँग जानु दिदी। हस् बाबु। प्रताप बाबु, टाढै गएर आउनुभयो? वडामा अलिकति काम थियो, उतै गइरहेको म। अनि हाम्रो जुना नानीको के छ नि खबर? कोही घरमै थियो के अरे, आउँदाखेरि अब थाहा छैन, म घरमै छिरै होला नि। अहिले त उहाँ माथि बारीमा मैले देखाएको थिएँ। कुरा त्यस्तो पो, म घर गएर पुग्छु। म बिहान निस्किँदाखेरि त घरमै थिएँ, त्यो कसरी गयो त माथि बारीको पाटामा? खै प्रताप बाबु, अब कुरो पत्याउनु हुन्छ पत्याउनु हुने मेरो आफ्नै आँखाले देखा हो। अब के गर्नुपर्छ कसो गर्नुपर्छ, मैले त बारीमा देखेको हो यही आँखाले। अब आफै विचार गर्छु। ल त प्रताप बाबु, कुरो यही हो, तपाईँको घरकै मामला हो के अरे। अब मैले त आफ्नै आँखाले देखा हो, के गर्नुपर्छ आफै गर्नुहोस्, तपाईँ घरको मामला हो।
जुनु तिम्रो काम सकेन सिद्धिनु लाग्यो जाऊ न चिया खान मलाई एक गिलास चिया पकाइदिएर त ल म काम सकेर बनाएर ल्याइहाल्छु तपाईँ कस्तो गर्नु है जुनु ए जुनु एक गिलास पानी ल्याऊ त ल लिनुहोस् पानी जुनु छोरी खोइ त अनि गयो होला नि साथीहरूसँग खेल्नलाई कहाँ बसिरहन्छ र तपाईँको छोरी ल मैले चिया बनाउँदैछु घरभित्र ल ल ल है अहिले धेरै दिनपछि ओडामा गएको साह्रै थका लागेको छु मलाई त ल गएर चिया खानु पर्यो धेरै पछि ओडामा गएको साह्रै थका लागेको छु आज ए जुनु खोइ चिया पाएको नि चिया ल्याऊ त ल लिनुहोस् चिया ल्यायो तिमीलाई खोइ त चिया मलाई भित्र छ ल्याउनु दिएर ल तपाईँ खानु जुनु कालोको आमालाई त निको भएछ नि त तिमीले कालोको आमामा नाना थरी कुरा भन्दै हिँडेको थियो गाउँले थाहा पाए तिमीलाई त मार्थ्यो धामी झार्ला ठिक भयो नि त कालोको आमालाई ए हो र निको भएछ के थाहा कि किन ठुलै रोग पो लागेछ कि भन्था नि मैले त तपाईँ पुगेर आउनु भएको र उसको घर बाटो त्यतै परेको थियो के कस्तो छ भनेर घरमा छिरेर आएको थियो कसरी कुरा लाउँदो रहेछ भन्ने कुरा त तपाईँ के थाहा होइन कस्तो खालको बच्चा हो यो भनेकै नमान्ने एकछिन त एकछिन पख न कालु त गइहाल्यो म चाहिँ के एक्लै काम गरेर बस्नु जान्छु म पनि घरमा एकछिन त अनि भन के भयो अनि आज स्कुलमा हाम्रो के दियो नि होमवर्कहरू त्यस्तै छैन अनि सरहरू पनि त्यस्तो आउनु भएको थिएन ल म जान्छु होस् मम्मी मलाई मामी बोलाउँछु म पनि जान्छु ल बाई बाई कालु होइन तँलाई के भएको छ आजभोलि जति बेला पनि आर्छ भन्दै हिँड्छस् त किन त्यसो गरेर हिँड्छस् त खासै कुरा त केही थिएन म आमा आज स्कुलमा होमवर्क के दियो भनेर सोध्न गएको नि त्यति चाहिँ कुरा त त्यहीँबाट भनेको भए भइहाल्छ नि आमा कुरै बुझ्नुहुन्न के तपाईँ भेट्नुपर्ने काम भएर त गएको नि खुब जान्ने भएको छस् नि अस्ति भर्खर आर्छाको बाबुले जस्तै निल्डाम हुने गरी कुटेको बिर्सिस् आमा पनि कति कराउनुहुन्छ थाहा छ त फेरि हामीले त्यस्तो नराम्रो काम के गरेको छ र त्यतिखेर अरू कसैको कुरा सुनेर पिटेको त हो नि लुलु धेरै जान्ने नपर्ने ग्रुपको भित्र गएर पढेर बस तोरी पनि लटरम्मै पाकेछ अब बाली नाली भित्राउने बेला छोरी पनि पहिले गइहाल्यो अब खेताला पाउनु पनि मुस्किल छ जसो तसो अब एक गाईले भए पनि गर्नै पर्यो
ओहो लामदाई नमस्कार नमस्कार। नमस्कार बाबु। लामदाई अनि यति बिहानै कता पुगेर आउनुभयो? बाबु यसो खेततिर गएर आएको, बाली नाली कसो भयो भनेर हेरेर आएको बाबु। अनि लामदाई छ नि, अनि वडा अध्यक्ष भेट्ने कुरो गर्नुभएको नि तपाईँले लामदाई? होइन, वडा अध्यक्षज्यूले मलाई किन खोज्नुभयो के अरे? अब मलाई त त्यस्तो काम छ जस्तो त लाग्दैन। अस्ति तपाईँ र रामेको झगडा परेको थियो अरे, त्यही भएर रामेले सबै अब कुरा वडा अध्यक्षले भन्दै रहेछ, त्यही भएर भेट्न खोजेको मात्रै हो तपाईँलाई। ए कुरो त्यस्तो पो ठिकै छ, मेरो थोरै काम बाँकी छ, त्यो काम सबै सिद्ध्याएर चाहिँ म भेट्न आउँछु भनिदिनु। हजुर हुन्छ लामदाई। हस्, लाग्यो त। हस्। पानी त एउटा थोपो पनि छैन। कठै मेरो जिन्दगी, यो आइमै नगएको घर पनि घरै होइन रहेछ। पानी तिर्खा लगाएर पानी खान आएको, पानी एउटा थोपो छैन। एउटै भएकी छोरी पनि दसैँ मान्न मामा घर गएकी, अहिलेसम्म काहीँ कतै खबर खाबर के पनि छैन। यो हरिलट्ठ पनि कहाँ कहाँ घुम्छ, बच्चाहरूसँग दिनभरि परालेर हिँड्छ, घरमा के छ कसो छ केही हेर्दैन। अब आफै भएर नि मेरो बुढो। ल बाह्र आइसक्नु भएछ त, अहिले त कति छिटो आउनु भएछ त। फेरि गाली गर्छ कि अब बाले मलाई मलाई गाली नगरेर के गर्नु त? घरमा एउटा थोपो पानी छैन, दिनभरि बच्चाहरूसँग खाली खेल्दैमा ठिकै छ, जग्गा बाहिर गाडी। बा मैले पानी कहिलेनु बगेको छैन, म त सकिनँ बा। के अरे मैले पानी ल्याउने गरेको छैन अरे। मान्छेले तिर्खा लगाएर मर्ने बेला भइसक्यो, घरमा एउटा थोपो पानी छैन, जग्गा खुर्को पानी लिएर। ल ल बा, म ल्याइहाल्ने। तपाईँ नाति है बा। ओहो हल्लो ठक गाग्री बोकेर कता आज? घरमा बालै सारी पानी प्यास लाग्यो है, त्यही भएर चाहिँ म आज आफै पानी लिनु आएको। अब यसरी काम गर्यो भने त सबैले माया गर्छ नि, खालि लखर 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 हिँडेर बसिया छ अनि हुन्छ त? ल ल राम्रोसँग पानी बोकेर जा। हस् हस्। है यसले पानी पनि घरमा पुऱ्याउला कि नपुऱ्याउला। बाहिर आउन पिजडा किचरी, तिम्रो अभाव मेटाउन देऊ मलाई कसै गरी। कहिले काहीँ त बाहिर आउन पिजडा किचरी, तिम्रो अभाव मेटाउन देऊ मलाई कसै गरी।
कस्तो मिठो सपिङ देखेको थिएँ मरि त गइहालेछ। आइसक्यो अब आइसकेर काललाई एकचोटि भेट्नु जानु पर्यो है यहाँ बाघ कराओस् एकछिन त थाक्यो म त यही बिसाउँछु। भन्दा भन्दै ओहिलायो मरिले त्यस्तो मेरो बाटो गाडी छ कि को कहिले जानेको हो पैसा गाडी फाल्यौ कि तिम्रो हटाउँछौ कोही पनि छैन। बेकार यहाँसम्म आएको उनीहरू कालो पनि छैन आइसरा पनि छैन बेकार यहाँसम्म भेट्न आउँछ भनेर आइहाल्यो। कहाँ गयो ल मेरो गाडी खोइ त तपाईँ मैले त यही राखेको थिएँ पाले फेरि मलाई मार्ने भयो मैले यही राखेको थिएँ गाडी खोइ त अब पाले फेरि मलाई कुट्ने भयो। पालिदिनु भनेर पठाएको मान्छे त टोलाएर पो बसेछ त अनि पालिदिनु गएको मान्छेको गाग्री खोइ त। हेर्नु बा मैले पानी ल्याएर यही राखेको थिएँ है पानी त कसले गुल्टाएछ कसले गुल्टाएछ गाग्री छैन भने बा हेर 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 यसको बुद्धि एउटा पानी ल्याउने ढङ्ग पनि छैन होइन यसले गरेर चाहिँ खान्छ के बा मैले चाहिँ पानी ल्याएर गाग्री यही राखेको थिएँ है गाडी त खै कहाँ गयो गाडी त हराएछ बा त्यही भएर म यही बसिरहेको बा मलाई गाली नगर्नु है। गाग्री त्यहाँ रहेछ गाग्री एकातिर मान्छे एकातिर अब यसलाई मैले जाने गाग्री यहाँ फालेर तँले टोलाएर भने ल पालेर गाडीबाट सर मैले टोललाई आश्याम लामा आश्याम लसो लसो भान्जा कतिबाट आएको अलि सन्चो भएन हजुरले हेरिदिनुहुन्छ कि भनेर। के भयो त के भयो हो बाबुलाई हिजो कतै पनि गएको त होइन अलि ज्वरो आइरहेछ अनि हजुरले हेरिदिनुहुन्छ कि भनेर आएको। आज मैले भर्खर मासु भात खाएर बसेको बाबु आज पुग्न मिल्दैन भोलि भोलि आऊ। मासु भात जसले पनि खाइहाल्नुहुन्छ नि एउटा हात दुधको नारी हेर्नलाई मात्रै त के हुन्छ आज हुँदैन के भान्जा हुँदैन भनेपछि हुँदैन हुने भइदिएको मैले जबरजस्ती गर्छ कस्तो नबुझ्यो होला यो भान्जाले। ल ल मामा नहुने नै भएपछि के गर्नु त लासो भान्जा बाबु लासो है ल बाबु जानु लाग्यो राम्रोसँग जाऊ है फेरि फुपू बिहा गयो भने कल गर्नु न ल। हे फुपू किन चिन्ता लिनु भएको समय मिल्यो भने फर्केर आइहाल्छु म बेकारमा किन आँसु गार्नुहुन्छ समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ पत्तै नपाउँदो रहेछ फुपू त्यसैले समयअनुसार हिँड्न जान्नु पर्दो रहेछ। खै बाबु समयको पत्तै भएन सायद बुढी भएर होला तिमी आयो धेरै खुसी लागेको थियो
एक्लो जिन्दगीमा गदाको साथ पाउँदा धेरै खुसी थिएँ म। तर अहिले छोडेर जाँदैछौ, राम्रोसँग जानु, सँगै मिले आऊ है। फुपू चिन्ता नलिनुहोस् न। ल फुपू गाडी छुट्न लाग्यो होला। बाबु सागर कहिले काहीँ फोन गर है। शिला के गर्दैछौ? यसो दाउरा मिलाएर भनेर मिलाएको नि दिदी। अनि तपाईँ चाहिँ कता गएर आउनु? यसो खेततिर काम थियो गएर। शिला तिमीलाई एउटा कुरा थाहा छ? के कुरा दिदी? मलाई त केही पनि थाहा छैन। भन्नु न के कुरा हो? त्यो लामा दाईको छोरी छ नि, लामा दाईको छोरी, ऊ र अनि बिरेको भाइ त भागेछन् नि त। अनि त्यो सागर छ नि, सागर पुरै भौतारेर हिँडिरहेछ अरे। ऊ पनि गाउँ छोड्नलाई ठिक्क भएर बसिरहेछ अरे। दिदी धेरै अर्का कुरा गर्दैन हिँड्नु, अर्का कुरा काट्दै हिँड्नु हुँदैन। हामीले गाउँ भने यत्रो सानो छ, कुरा भने यति धेरै गरेर हिँड्छन् यो गाउँका मान्छे। त्यस्तै कुरा गर्नु हुँदैन नि हामीले अरूको बारेमा। अर्काको जिन्दगी के हो कसो हो अरूलाई थाहा हुन्छ नि, त्यसको बारेमा हामीले कुरा गर्दै हिँड्ने होइन नि धेरै। भोलि समाजले हामी आफैले नराम्रो भन्छ। लुलु तिमी नै जान्ने, तिमी नै सुन्ने, गए म त। सबैजना आइपुग्यो हो? हो आइपुग्नु भयो। अब खोइ त लामा त आइपुगेको छैन त। रामे खास कुरा के हो भन नि त। कुरो के हो भने प्रताप बाबु, यो लामाले मेरो छोरो हरिलठकलाई भकुर्नुसम्म भकुरेछ, ढाड भाँच्चिन गरी कुटेछ। म लामालाई सम्झाउनु भनेर गएको त उल्टै मलाई खाउन जस्तो गर्छ त। बिना कारण हरिलठलाई त लामाले पिटिनु होला नि त। यो हरिलठले के काम बिगारेर त पिट्यो होला नि त। होइन है लामा, हरिलठलाई पिट्नु कारण के हो? हेर्नु अध्यक्षज्यू, मैले खास हरिलठलाई पिट्नु पर्ने कारण थिएन। म बाटोमा हिँडिरहेको बेलामा मेरो छोरीको कुरा काट्दै हिँड्ने, मेरो सन्तानको कुरा काट्दै हिँड्नलाई के को अधिकार छ यिनीहरूलाई? फेरि बाउ छोरी नै मिलेर मलाई जिस्काउँछ त। होइन रामे, तिमी त बुझ्ने मान्छे, तिमीले यस्तै गरेर हिँड्न तिमीलाई अलिकति पनि लाज लागेन? लामाको ठाउँमा बसेर तिमी यत्रो हेर त, तिमीलाई कस्तो हुन्छ? कुरा बुझ्यो त रामे? बुझेँ प्रताप बाबु, बुझेँ। लामा दाइ, हामी बाउ छोराको तर्फबाट गल्ती भएछ, हामीलाई माफी गर्नु। आखिर हामी आफ्नै एउटै गाउँले हो। मिल्नै पर्छ। हो त रामे, सबै गाउँले भनेपछि ल उठेर लामासँग गएर हात मिला।